जेठ महिना सूर्यले राशि परिवर्तन गरिसकेका छन्। सूर्य शुक्रको राशि वृषमा प्रवेश गरिसकेका छन् र यो महिना सूर्यको प्रभावले गर्दाखेरि केही राशिहरूको लागि शुभ सङ्केत देखिएको छ। तपाईको पद प्रतिष्ठामा वृद्धि देखिएको छ भने, जागिरको खोजीमा हुनुहुन्छ भने या जागिरमै हुनुहुन्छ भने अवसर राम्रा छन्। तपाईलाई सुख वैभवको वृद्धि देखिएको छ। करियरमा नयाँ अवसरहरू तपाईले पाउनुहुनेछ। तपाईको कार्यक्षेत्रमा पनि एकदम शुभ देखिएको छ। आर्थिक लाभका नयाँ स्रोतहरू पनि तपाईको बाटाहरू खुल्नेछन्। सन्तान पक्षबाट पनि शुभ समाचार तपाईले पाउनुहुनेछ। कतै निवेश गर्न सोच्नु भएको छ भने त्यहाँबाट पनि तपाईले खूब लाभ लिन सक्नुहुनेछ यो जेठको महिना। अब त्यस्ता राशिहरू हुन् तपाईका कर्कट राशि र कुम्भ राशि। हरिओम।